महत्त्वपूर्ण हुन्छ होला। त्यो उपभोक्ताको नेचर हेर्नुभयो भने यदि हामीले जसलाई मध्यमवर्गीय मानेर अहिलेलाई चाहिँ ट्याक्स ब्रेक दिइराखेको छौँ, उहाँहरूले त धेरै जसो इम्पोर्टेड आइटम्स नै गर्नुहुन्छ। सो ट्रेडर्सहरूको लागि प्रब्लली इट्स अ गुड न्युज। नेपाल इन्भेस्टमेन्ट अपर्च्युनिटीको बाटोहरू खुलिएको छ जस्तो लाग्छ। अब लार्जर पोलिटिकल इकोनोमी एनालिसिस गर्दाखेरि यो बजेट नेपाल चाहिँ अहिले आएर 2026मा प्रेजेन्ट भइरहेको छ, जति बेला ग्लोबली धेरैवटा इभेन्टहरू भइरहेको छ। यसले हामी सबैलाई असर पार्छ। फर्स्ट थिङ इज सप्लाई चेन डिस्ट्रप्सन। हाम्रो संसारभरिको सप्लाई चेनहरू डिस्टर्ब भइरहेको छ। त्यो डिस्टर्ब भइरहेको सप्लाई चेनमा यो बजेटले के एड्रेस गर्छ त, कसरी एड्रेस गर्छ त भन्दाखेरि त्यहाँनिर चाहिँ म अलिकति च्यालेन्जिङ देख्छु। हाम्रो चाहिँ लार्जर सप्लाई चेन इस्युजहरू जुन अघि एकजनाले प्रस्तुत गर्दाखेरि मान्यश्री हाम्रो उपाध्यक्षज्यूले भन्नुभयो, कन्स्ट्रक्सन सेक्टरले नेपालमा अलरेडी फेस गरेको छ सप्लाई चेन डिस्ट्रप्सन। यो बिस्तारै बिस्तारै हामी भोलि एग्रिकल्चरमा देख्दै आउँछौँ, फुड सिक्योरिटीको कुरामा देख्दै आउँछौँ, सब्सिडी फर्टिलाइजर्सदेखि लिएर हाम्रो चाहिँ यो सबैमा चाहिँ एक्सप्यान्ड हुँदै जान्छ। सो वान स्टेप ब्याक जियोपोलिटिकली हेर्ने बेलामा नेपाल अहिले यस्तो ठाउँमा छ जसमा चाहिँ सप्लाई चेन डिस्ट्रप्सन्सहरू एकदम फेस गर्नेवाला छ। त्यसको लागि के गर्ने भन्दाखेरि चाहिँ अलिकति प्रब्लली अब कार्यान्वयनमा जाँदाखेरि, नट एज अ पोलिटिकल डकुमेन्ट, तर कार्यान्वयनमा जाँदाखेरि चाहिँ त्यसको बारेमा सरकारले केही नीति नियमहरू अथवा केही स्ट्राटेजीहरू अगाडि लिएर आउँछ भन्ने अपेक्षा राख्दछु। त्यस्तै गरेर अर्को एउटा चाहिँ एकदमै धेरै डिमान्डलाई स्टिमुलेट गर्न जुन चाहिएको पनि थियो, एउटा स्ट्याग्नेसनमा अर्थतन्त्र गइरहेको छ, डिमान्डलाई स्टिमुलेट गर्छ कि भनेर एक किसिमको कर व्यवस्थामा ठुलो नै परिवर्तन लिएर आएको छ। तर म यसमा एक दुईवटा तथ्याङ्क जुन चाहिँ पब्लिकली अभाइलेबल छ, अगेन वी डोन्ट ह्याभ गभर्मेन्ट डेटा सो वी माइट नट नो द ट्रुथ होइन। नेपालको अर्को एउटा अनुसन्धानकर्ताको रूपमा काम गर्दा एउटा चुनौती भनेको हामीसँग कहिले पनि आधिकारिक डेटा सजिलै उपलब्ध हुँदैन। तर नेपाल लिभिङ स्ट्यान्डर्ड सर्वेलाई हेर्नुभयो, जुन चाहिँ हाम्रो क्लोजेस्ट रेफरेन्स हो, त्यसमा चाहिँ मध्यमवर्गीय को हो भन्दाखेरि 2,10,000को हाराहारीमा काम कमाउने मान्छे हो। त्यो मान्छे त हिजो पनि ट्याक्स ब्राकेटमा थिएन, आज पनि छैन। सो त्यो मान्छेबाट डिमान्ड चाहिँ हामीले स्टिमुलेट गर्छौँ भनेर जुन मिडल इन्कम टार्गेटेड भनेको छ, अर एनएलएफएस युज गरेर एनएलएसएसमा इन्कमको डेटा त्यति रिलायबल छैन, कन्जम्सनलाई हेर्नुपर्छ भन्नु भने त्यहाँनिर चाहिँ नेपालीको मिडल इन्कम जम्मा 1,21,000 कमाउने मान्छेको चाहिँ मिडल इन्कम क्याटेगोरीमा पर्छ। सो द्याट इज नेपालको रियालिटी, डेटाले देखाउने अनुसार, तथ्याङ्कले देखाउने अनुसार। तर जुन हामीले मध्यमवर्गलाई टार्गेट गरिराखेको छौँ, नेसेसरीली त्यहाँबाट डिमान्ड स्टिमुलेट हुन्छ कि हुँदैन भनेर नम्बर 1। नम्बर 2, जुन किसिमको डिमान्ड स्टिमुलेट हुन्छ, अब कस्तो कन्जम्सन हुन्छ होला त, किनभने यो जुन वर्गलाई मध्यमवर्गीय भनेर हामीले डेटाबाट हेऱ्यौँ भने त्यो मध्यमवर्गीय पर्छ र त्यो मध्यमवर्गीयले त डेफिनेटली अहिले पनि उहाँहरूको डिमान्डलाई केही फरक पर्दैन ट्याक्स ब्रेक पाइएर, किनभने यो ट्याक्स ब्रेक उहाँहरूलाई लागु भएन। सो सेकेन्ड कुरा, एज एन इन्भेस्टर वाट आई वुड बी इन्ट्रेस्टेड इन इज म कुनै ठाउँमा लगानी गर्दैछु भने मेरो सामान चाहिँ कहाँनिर बिक्री भइरहेको छ त, कता जान्छ त, कसले को हो मेरो उपभोक्ता भन्ने कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण हुन्छ होला। त्यो उपभोक्ताको नेचर हेर्नुभयो भने यदि हामीले जसलाई मध्यमवर्गीय मानेर अहिलेलाई चाहिँ ट्याक्स ब्रेक दिइराखेको छौँ, उहाँहरूले त धेरै जसो इम्पोर्टेड आइटम्स नै गर्नुहुन्छ। सो ट्रेडर्सहरूको लागि प्रब्लली इट्स अ गुड न्युज। नेपालमै उत्पादन गर्ने मान्छेहरूको लागि चाहिँ यो कतिको गुड न्युज हो, त्यसले साँच्चीकै स्टिमुलेट गर्छ कि गर्दैन, र नेपाली नै उत्पादन जसले किन्नुहुन्छ उहाँहरूबाट चाहिँ डिमान्ड बढ्छ कि बढ्दैन भन्नेमा आम लिटल स्केप्टिक अन द्याट साइड होइन। सो इम्पोर्ट ट्रेडिङ बिजनेसलाई धेरै राम्रो हुन्छ। अर्को एउटा तथ्याङ्क क्विकली गर्दा